गुड मर्निङ गाइज। आज चाहिँ हामी गाउँ जाँदैछौँ दुईजना, ट्याक्कै हेर्न सक्नुहुन्छ। किन त भन्दाखेरि हाम्रो सामान पनि देखिहाल्नुभयो होइन। यो चाहिँ हाम्रो वायरिङ छ है, घरमा वायरिङ गर्न जाँदैछौँ। अनि ट्याक्कै हामी निस्किसक्यौँ। अब बाटोमा चाहिँ सबै चिजहरू म देखाउँछु। हामी चाहिँ रेउगा पुग्यौँ है। यो चाहिँ रेउगा बस पार्क र यता चाहिँ हाम्रो हस्पिटल साइडतिर है। अब चाहिँ हामी हस्पिटल साइडतिर पुग्यौँ। यहाँबाट चाहिँ टक्कसँग अब हस्पिटलहरू चाहिँ यहाँनिर छ। यो चाहिँ पेट्रोल पम्प पछि फर्किने बेला पसौँला ल भनेर जाम गाइड। हामी चाहिँ हरिबाङ भन्ने ठाउँमा पुगिसक्यौँ है। बाटोको कन्डिसन चाहिँ अझ योभन्दा पनि झुर कन्डिसन बाटोमा चाहिँ मैले देखाउन सकिनँ, किनभने बढी अप्ठ्यारो भएको कारणले गर्दाखेरि त्यति भिड खिच्न सकिएन। त्यो चाहिँ म फर्किँदाखेरि देखाउँछु भाइ तपाईँहरूलाई। फर्किँदाखेरि त्यो अरूमा चाहिँ त्यो देखिन्छ। आज गएर आज फर्किदियो हरिबाङ भन्ने ठाउँमा पुगिसक्यो। यस्तो अप्ठ्यारो क्लिप चाहिँ म माथिबाट देखाउँछु। हाम्रो गाउँ के छ तपाईँको बाटो कस्तो छ? बाटोको अवस्था देख्दाखेरि त अहिले ठिकठाकै त्यस्तो समस्या छैन पर्खा जस्तो, तर भयो भने कुरा चाहिँ धेरै ज्यादा भयो। जमानामा अनि अहिले तपाईँहरू चाहिँ स्केल नापेर घर जान लाग्नु घरतिरै नै होला होइन वायरिङ वायरिङ गर्नलाई। सायरिङ हाल्नु पर्यो। दुई घर नै हो कि हजुर अलिक ज्यादै हो? के दुई ठाउँमा मात्रै हो कि? ए होइन, अहिले त एक ठाउँ मात्रै हो। अहिले एक ठाउँमा सुनिरहेको थिएँ। यो चाहिँ मेरो गाउँ है गाइज। ट्याक्क देख्न सक्नुहुन्छ, ट्याक्क डाँडै डाँडा छ। त्यहाँनिर चाहिँ स्कुल देखिरहेको छ। ऊ तल चाहिँ मेरो घर पनि देखिरहेछ गाइज। अनि त्यो माथिको मेरो माउलीको घर पनि देखिरहेछ, देख्न सक्नुहुन्छ। यही नै हो। यो चाहिँ ढाबाङ है, देखाइहालेँ मैले सर र यो ढाबाङ। अनि यो माथिको यो डाँडा चाहिँ कोजकको डाँडा हो है। अनि तल चाहिँ देख्नुहुन्छ माडी खोला छ क्या, तल चाहिँ माडी खोला। यो सर र यो चाहिँ माडी खोला हो। ल गाइस, अब चाहिँ हामी ढाबाङको स्कुल आइपुग्यौँ है। देख्न सक्नुहुन्छ ट्याक्कै स्कुल। यो चाहिँ मैले पनि पढेको, मैले चाहिँ 6-7 वर्ष चाहिँ यहाँ पढेँ। स्कुल चाहिँ बाहिरी वातावरण चाहिँ त्यति चेन्ज नभए पनि यहाँको जुन एजुकेसन पार्टको चाहिँ एकदम फ्रेस छ। अब चाहिँ गाउँ प्रवेश भइसक्यो। मेरो गाउँ। अब हामी चाहिँ शिवमझरा प्रवेश गरिसक्यौँ। यहाँबाट चाहिँ शिवमझरा प्रवेश भइसक्यो अब हाम्रो। देख्न सक्नुहुन्छ। अबको 5 मिनटमा चाहिँ हामी हाम्रो गाउँमा पुगिहाल्छौँ है। लाग्दैन होला, एकदम नजिक छ। माथिको चाहिँ मेरो मामाको हो। हामी चाहिँ हाम्रो स्कुलसम्म आइपुगिसक्यौँ। ल हामी चाहिँ हाम्रो गाउँमा आइसक्यौँ है। यो चाहिँ हाम्रो गाउँको स्कुल।
मैले पढेको हामीले पढेको स्कुल पैसा देख्न सक्नुहुन्छ यो चाहिँ अर्ग्यानिक तेल निकाल्ने कोल ट्याक्क यहाँ हेर्न सक्नुहुन्छ है यसमा चाहिँ चिउरीलाई पेलेर तेल निकालिन्छ यहाँबाट त्यहाँ चाहिँ हाम्रो बाइकहरू चाहिँ यता छ आइसक्यौँ हामी ट्याक्क यो चाहिँ पुरा देख्न सक्नुहुन्छ है हाम्रो यतातिर छ के छ आराम हुनुहुन्छ जाँदैछौँ यतातिर हामी हाम्रो काम गर्ने ठाउँतिर सब यतिखेर चाहिँ कामतिर गएर बिजी छन् गाइस सब कामतिर गइसकेछन् कोही छैन क्या गाउँमा हामी काम नपाएका दुईटा मात्रै आछौँ गाइस गाउँभरिको जोकर फाल्टु भने हामी नै होला कि कसो भइसी भन् बुई सिउला खेर आउनु भएको ए हाम्रो बुई पुरा 80 वर्ष भइसक्नु भयो है त्यही पनि पुरा चाहिँ काम गरिरहनु भएको छ यो चाहिँ हामीले काम गर्नुपर्ने घर बन्द सब घर बन्न रहेछ अब सकिन्छ सकिँदैन नि फेरि लगाइ चाहिँ नै हो घर चाहिँ आइपुग्यो है अब हामीले गर्ने काम चाहिँ यही नै हो है सब यहाँ छ सब फिटफाट चाहिँ भइसकेको छ यता यसरी यो सामानहरू सरेको छ अब चाहिँ हाम्रो काम सिद्धिसक्यो टक्क चाहिँ यो हेर्न सक्नुहुन्छ हैन अनि एउटा लाइट चाहिँ यहाँ राखियो देख्न सक्नुहुन्छ हैन यहाँबाट यसरी फिस्ताहरू लास मान्छन् फिस्ताहरूले खोइ ओइ खोइ सबै यहाँ ल्याऊ कति काटेर ल्याए फिस 3टा जम्मा बेलौटी खै नि बेलौटी पनि यहाँ ल्याए कलिति भए बेलौटी तल्ती भ्यास हो अनि उहुकोले काट्यो तैँले काट्यास भट काँचो रहेछ त्यही पनि खाइयो है खासमा आज यो भालेको मासु खाने प्लान थियो यो लोभीले भाले काट्दैन आज क्या गजबको तोरीबारी देखियो है कहाँ माथिबाट जानुपर्ने नि फाइनली अब चाहिँ हामी हाम्रो बाइकमा आइपुग्यौँ यो चाहिँ हाम्रो मगरी अहिले चाहिँ रोकिया छ होइन अहिले चाहिँ यो रोकिया छ है धेरै समय भयो रोकेको ल गाइस फाइनल्ली घर आयो यो भ्लग चाहिँ सबैजनाले अन्तिमसम्म हेर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच हामी नेक्स्ट भिडियोमा भेट्छौँ ल